हेलो एन्ड नमस्ते गुड मर्निङ सबैजनालाई मेरो डे 3 को भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि म चाहिँ आज जगिङ जानलाई बिहानै उठेर पुरै जुत्ता सुत्ता लगाएर रेडी भएर निस्के। अनि आज चाहिँ म घरबाट बाहिर निस्केपछि चाहिँ धरान लाइनतिर गएर आर्मी क्याम्पदेखि माथिसम्म जानु पर्यो भनेर हिँडे। अनि धरान लाइनको माहौल बिहान यस्तो थियो, पार जाने गाडीहरू लागिरहेको थियो, सुनसानै थियो। माथिसम्म गएँ अनि माथिसम्म पुगिसकेपछि चाहिँ हैन अब चाहिँ घरतिरै वरिपरि घुम्नु पर्यो, कति रोडतिर घुम्नु भने जस्तो लागेर अनि म फेरि आर्मी क्याम्पबाट फर्किहालेँ। अनि फर्किसकेपछि चाहिँ घर वरिपरि यताउता घर पछाडि दायाँ बायाँ कहाँ जानुपर्ने गइहालेँ। यता जाउँ कि उता जाउँ भन्ने भइरहेको थियो यहाँ पनि। अनि मुन्टो यस्तो गरेर अनि उतातिर गएँ। त्यता बाटै रहेन रहेछ, इन्ड पो रहेछ बाटो। अनि त्यसपछि अनि एकछिन त्यहीँ तापेको आमा भन्दै अनि त्यसपछि घरको पछाडि आएर स्कुलको छेउमा ट्याक्कसँगले फोन राखेर मेरो तानाक तिनिकेर उफ्री पाफ्री सुरु भयो। अनि उफ्रे दामी उफ्रे अनि जिउ यस्तो तानाक तिनिक यताउता गरेँ। अनि कोलाई बिहान चाहिँ उठ्न मन लाग्छ, कोलाई चाहिँ उठ्न मन लाग्दैन, कमेन्ट पनि गर्नु ल। यस्तो झ्याउ लाग्छ मलाई बिहान उठ्नलाई, यस्तो झ्याउ आम्मामा कुरै छोडिदिउँ। अनि सबै सकिसकेपछि चाहिँ घर अगाडि त्यहाँ हाम्रो होटल छ नि त, अनि त्यहाँ हाम्रो भन्दा पनि दाइको होटल छ। अनि त्यहाँ बसेँ एकछिन, घाम तापेँ। अनि केटाहरूले ब्याडमिन्टन जाउँ भनेर फोन गर्यो। अनि अब ब्याडमिन्टन जान्छु। मेरो भिडियो हेर्नु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।